हेलो एन्ड नमस्ते साथीहरू, हजुरलाई स्वागत छ सावित्री युट्युब च्यानलमा। आज पनि म फेरि आइसकेकी छु एउटा नयाँ भिडियोको साथमा। आज धेरै पछि म मोमो भिडियो ल्याउँदैछु। हामी सबैजनाको फेभरेट, सबै नभने नि प्राय जस्तोको फेभरेट मोमो। हेरौँ है त कस्तो हुन्छ, इन्जोय गर्नुहोला। अब म देखाउँछु है। यो अचार, यो किमा अनि यो पिठो सबै कुरा रेडी भइसकेको छ। यो बेलना, अब यो तेल, यो मोमोको सानो सानो क्युट क्युट भाँडा। अब हेर्नु है त, म छिटो छिटो बनाइहाल्छु, नत्र भने ढिला हुन्छ, खाना ढिला हुन्छ, सुत्न ढिला हुन्छ, बिहान फेरि उठ्न पनि ढिला हुन्छ। अब हेर्दै जानु है त, म बनाउँदै जान्छु, हजुरहरू हेर्दै जानु। अब मोमो पाकिसक्यो, अब खाम है त साथीहरू। कस्तो भयो, तातो तातो छ, हेरौँ है त। वाउ, अचार सन्चो छैन, सन्चो छैन, तै पनि खाइरहेको छु। सन्चो नहुँदा नि मोमो खाने मान्छे म, बनाएर एक्लै। छोरो पनि छ, तर ऊ आफ्नो रुममा खाइरहेको छ। ऊ र म मात्र घरमा। एकदमै मिठो भएको अचार, अचार टिमुर, गोलभेडा अनि के भन्छ भाङ्गो। सानो पापा आइस्यो। कस्तो अर्कै आएको छ स्कुटीको। बुढा पनि आउनुभयो क्या अब। उसको मामा पनि आयो कि। मामा पनि आएको हो। पापै होइन, अनि अर्को उताको पापा आएछ होइन। त्यो ढोका बन्द गर्नु, सानो जाडो सानो। त्यही त, हाम्रो स्कुटी त आवाज आउँदैन नि त। हर फेरि त्यसमा हामीलाई गेट टिटिट गऱ्यो कि। भिडियो त बनाइरहन्छु महिनामा, सरी भिडियो भन्दैछु, मोमो चाहिँ महिनामा एकचोटि या दुईचोटि त हुन्छ क्या। भिडियो बनाउनु झ्याउ लाग्ने। आज त बनाउँछु नै भनेर अनि बनाएको। भ्याइँदैन कि भिडियो बनाउन नि। अबदेखि कहिले काहीँ ल्याउँछु, सधैँ त ल्याउन भ्याउँदिनँ। छोरोले खाइसक्यो,
लगाइदिएँ अनि मैले खाएँ कि टिमुरको पिरो क्या यस्तो मिठो भएको छ मोमो बनाएको आज छोरो मैले फर्स्ट टाइम एक्लै भाउला मोमो बनाउने एक्लैले बनाएको आज सन्चो नहुँदा नि अस्ति खान्छु भनेर थियो नि त मोमो अनि सन्चो नि थिएन आज अलि सन्चो भयो बिहानदेखि मामु खाने मोमो मैले कति दिन भनिसकेँ भनेर भने लच्च बनाइदिन्छु भनेर बनाइहालेको कि पेट फुट्ला जस्तो भयो तिमीले दिउँसो हामीले खाजा खाएको थियो नि त टन्न फेरि अहिले मोमो तिमी अझै बचेछ त्यतिकै राखिदिन्छु फ्रिजमा म बाहिर हेर्नु त पानी कस्तो परेको छ यो वैशाखमा पानी परेर अब असार साउनमा खै के पर्ने हो नाक बन्द भयो कि सन्चो छ नि त ज्वरो आएको दुःख देखेछ त पनि खाइरहेको छु म मैदा तैँले मनले मागेको कुरा खानुपर्छ अरे बिराम भएको बेला सन्चो हुन्छ अरे के अघि खाजा नखाएको भए मजा खाँदै मोमो पहिला मलाई यो भाङ मन पर्दैन थियो क्या भाङ भने त्यो गाजावाला लाग्ने वाला भाङ होइन कि एउटा अचार खाने छुट्टै हुँदो रहेछ क्या पहिला मन पर्दैन आजभोलि त म जति बेला नि बनाउँछु रोटीसँग बनायो भने रोटीसँग बनाउँछु टमाटर राखेर अनि सरी उसमा नि खानासँग नि भुजासँग नि बनाउँछु सरी पेट फुल भयो क्या टिमुरको पिरो क्या एकदमै मुखमा पिर भयो क्या टिमुर अनि डल्ले खोर्सानी राखेँ मैले मिठो भएको छ
खुर्सानी गुमुङमा आगे मुसमा नफर्न पिसारेछ सिधै साथीहरू मोमो पनि अनि भ्याए पनि म अब त सधैँ त भन्दिनँ कहिलेकाहीँ फेरि नयाँ भिडियो दिएको पनि हुनसक्छ नयाँ भिडियो लिएर आउनेछु त्यतिन्जेलसम्मलाई हजुरहरूले मलाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अहिले हामी छुट्टिन्छौँ फेरि भेट्ने बाचाका साथ बाई